प्रधानमन्त्री नियुक्त भएको यो पहिलो पटक हो। त्यसैगरी नेपालको इतिहासमा मधेसी समुदायका व्यक्ति नेपालको प्रधानमन्त्री बनेको पनि यो पहिलो पटक हो। हामी देखिरहेका छौं प्रधानमन्त्री बालेन्द्र शाह उहाँका परिवारजन सहित तस्बिर खिचाउँदै हुनुहुन्छ विशिष्ट व्यक्तिहरूसँग। हामी देख्न सक्छौं केही समय अगाडि मात्रै पितृशोकमा पर्नु भएको थियो बालेन्द्र शाह। काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर फागुन 21 को चुनावमा भाग लिनुभएका शाह पहिलो पटक संसद छिर्ने बित्तिकै प्रधानमन्त्री बन्नुभएका पात्र हुनुहुन्छ। झापा 5 बाट पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई झण्डै 50,000 मतान्तरले हराउँदै उहाँ प्रतिनिधि सभा सदस्यको रूपमा निर्वाचित हुनुभएको थियो।